जय मसीह। आज 29 जुन 2026 तदनुसार 15 असार 2083 सोमबार। आज हामी पवित्र धर्मशास्त्र बाइबल र माथिल्लो कोठाबाट हेर्नेछौँ। आजको शीर्षक छ असल सम्झनाहरू। आज हामी परमेश्वरको वचन प्रेरित 9:36 देखि 42 सम्म पाठ गर्नेछौँ, जहाँ लेखिकाले प्रेरित 9:36 लाई जोड दिनुभएको छ। 36 योप्पा नगरमा तबिता अर्थात् डोर्कास हरिनी भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्। ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भएर मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे। लुड्डा योप्पाको नजिक भएको हुनाले चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनी कहाँ 2 जना मानिसलाई यस्तो बिन्ती गर्न पठाए, हामी कहाँ ढिलो नगरी आउनुहोस्। तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागेर डोर्कास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोसाक र अरू वस्त्रहरू देखाए। तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँडा टेके अनि प्रार्थना गरे र त्यस लासतिर फर्केर भने, तबिता उठ। अनि तिनले आँखा उगारिन् र पत्रुसलाई देखि उठेर बसिन्। उनले तिनलाई आफ्ना हातले समाती जुरुक्के उठाए अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। अब यो कुरा सारा योप्पाभरि जाहेर भएर धेरैले प्रभुमा विश्वास गरे। अनि तिनी निकै दिनसम्म एकजना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे। आमेन। लेखिका आफ्नो अनुभव र विचारलाई यहाँ यसरी प्रस्तुत गर्नुहुन्छ। मेरो ज्वाइँ फिल एक सृजनशील व्यक्ति हुनुहुन्थ्यो। उहाँले कला पढाउनुहुन्थ्यो, प्रकृतिलाई प्रेम गर्नुहुन्थ्यो र आफ्नै हातले गहना, काठका सामग्रीहरू र माटोका भाँडाहरू बनाउनुहुन्थ्यो। जब उहाँको निधन भयो, उहाँको स्मरण सभाका लागि हाम्रो परिवारले सोच विचार गरेर लुगा लगायौँ। परम्परागत रूपमा गम्भीर र उदास रङ लगाउनु सट्टा मैले चराहरू र रुखहरूको डिजाइन भएको स्वेटर लगाएँ। यी प्राकृतिक तत्त्वहरू फिललाई धेरै मनपर्ने खालका थिए। उहाँकी एक बुहारीले उहाँका मनपर्ने रङहरू झल्किने कपडा रोजिन्। अर्की बुहारीले उहाँले आफ्नै हातले बनाइदिनु भएको गहना लगाइन्। हाम्रो परिवारले फिललाई सम्मान गरेको तरिका देख्दा आजको पाठमा उल्लेख गरिएको कथाको सम्झना आयो। योप्पा सहरकी एकजना प्रभुकी चेली डोर्कासको मृत्यु भएको थियो र त्यहाँका विश्वासीहरूले पत्रुसलाई बोलाउन 2 जना मानिसहरू पठाए। जब उनी त्यहाँ आइपुगे, विधवाहरूको एउटा समूह उनको वरिपरि भेला भएर तिनीहरू रुँदै डोर्कासले उनीहरूका लागि बनाएका लुगा र वस्त्रहरू देखाए। पवित्र धर्मशास्त्रले भन्दछ कि डोर्कास सधैँ असल काम गर्ने र गरिबहरूलाई सहयोग गर्ने व्यक्ति थिइन् र यसरी उनले आफ्नो उदार र दिने स्वभावद्वारा धेरै मानिसहरूको जीवनमा प्रभाव पारेकी थिइन्। परमेश्वरले हामी प्रत्येकलाई फरक फरक वरदान र प्रतिभासहित सृष्टि गर्नुभएको छ। सबैजनाले मेरो ज्वाइँले झैँ सुन्दर गहना बनाउन सक्दैनन्, न त डोर्कासले जस्तै वस्त्रहरू नै बनाउन सक्छन्। तर हामी प्रत्येक व्यक्ति परमेश्वरलाई प्रेम गर्न र एकअर्कालाई प्रेम गर्न बोलाइएका छौँ। जब हामी आफूलाई पवित्र आत्माको लागि खुला बनाउँछौँ, तब ख्रीष्टको नाउँमा हामी अरूहरूको जीवनमा यस्तो सुन्दर प्रभाव पार्न सक्छौँ, जुन हामी मरिसकेपछि पनि लामो समयसम्म अरू व्यक्तिको माझ रहिरहन्छौँ। आमेन। आजको विचार, परमेश्वरले मलाई दिनुभएको प्रतिभाहरूलाई म कसरी आफ्नो समुदायको सेवामा प्रयोग गर्न सक्छु। प्रार्थना। दयालु परमेश्वर, हामी मार्फत असल काम गर्नुहोस् ताकि तपाईँले हामी प्रत्येकलाई दिनुभएका वरदानहरू प्रयोग गरी तपाईँको नाउँमा अरूहरूलाई प्रेम देखाउन सकौँ। येशूको नाउँमा आमेन। आजको लेखिका लिसा स्क्याटपोल, विकिन्सन, अमेरिका। आजको प्रार्थनाको विषय शिल्पकारहरूको निम्ति।